नमस्कार, म रविन देवकोटा। आज धेरै दिनपछि फेरि एउटा सानो भ्लग लिएर आएको छु। यताको दैनिक जापानको दैनिक व्यस्त जीवन अनि त्यसपछि काम, आफ्नो स्वास्थ्यमा केही खराबीका कारणले गर्दा धेरै लामो समयसम्म चाहिँ युट्युबमा भिडियोहरू राख्न पाएको थिइनँ। तर आज चाहिँ एउटा भिडियो राख्दैछु। यो भिडियो हो भोलि जनवरी 1 तारिक अर्थात् नयाँ वर्ष 2026 अङ्ग्रेजी न्यु इयर लाग्दैछ र भोलि चाहिँ यानारानी जापान क्षेत्रीय समिति खान्साई ओसाकाको आयोजनामा बृहत सांस्कृतिक कार्यक्रम हुँदैछ, जसका लागि नेपालबाट लोकप्रिय कलाकार, ख्यातिप्राप्त कलाकारहरू आज जापान आउँदै हुनुहुन्छ। अस्मिता डल्लाकोटी, दोहोरी च्याम्पियन प्रकाश पराजुली र अग्रज कलाकार आचार्य दाई हेमन्त शर्माको विशेष साङ्गीतिक प्रस्तुति रहनेछ। यो रहनेछ हाम्रो सनसाइज हलमा। सबैजना त्यही सनराइज हलमा आउनुहोला। र अहिले चाहिँ म त्यही घरबाट, मेरो घर कोबे, म बस्ने कोबे, म कोबेबाट यति बेला चाहिँ म अब ठ्याक्कै कलाकारहरूलाई लिनको लागि यानारानी जापान खान्साई क्षेत्रीय समितिका सहसंयोजक अथवा उपसंयोजक आदरणीय दाई शङ्कर भुषालसँग म खान्सा एयरपोर्टमा आदरणीय कलाकारहरूलाई लिन जाँदैछु। अब न्यु इयरसम्म यो भिडियो आउने सम्भावना त त्यस्तै हो, अलिकति केही ढिला हुन सक्छ। त्यही पनि यही भिडियो मार्फत सम्पूर्ण मेरो आफन्तजन, इष्टमित्र, प्यारा साथीहरू, कलाकार, सम्पूर्ण अग्रज कलाकारहरू, सहकर्मी कलाकार साथीहरू लगायत सम्पूर्ण नेपालीहरूमा नयाँ वर्ष 2026को धेरै धेरै शुभकामना व्यक्त गर्दै अबको बाँकी भिडियो यसपछिको भिडियो तपाईँले सिधै खान्साई इन्टरनेसनल एयरपोर्टबाट कलाकारहरूको साथमा देख्नुहुनेछ। धन्यवाद। फाइनल्ली चाहिँ भोलिको कार्यक्रमको लागि नेपालबाट आउनुभएको कलाकारहरू लिनको लागि चाहिँ म बसेको ठाउँ कोबेबाट चाहिँ अहिले ओसाकाको सिन इमामिया भन्ने ठाउँमा आएको छु। यहाँबाट चाहिँ म हाम्रो यानारानी जापानका सदस्य दाईको, कृष्ण भुषाल दाईको गाडीमा चाहिँ हामी एयरपोर्ट जाँदैछौँ। अब चाहिँ म गाडीमा पुगेपछिको भिडियो चाहिँ यसपछि प्रस्तुत गर्नेछु है त। थ्याङ्क यू। तपाईँलाई एकदम वेलकम छ मेरो भ्लगमा। यति बेला हामी चाहिँ खान्साई इन्टरनेसनल एयरपोर्ट जाँदैछौँ। भोलि यानारानी जापान क्षेत्रीय समिति खान्साईको आयोजनामा हुन लागेको नयाँ वर्ष कार्यक्रममा दाईहरू यता हुनुहुन्छ, यता दुईजना दाईहरू हुनुहुन्छ। यानारानी जापानका सदस्य कृष्ण भुषाल दाई पनि हामीसँग हुनुहुन्छ। हामी सबैजना छौँ। म देखाउँछु तपाईँहरूलाई। अनि अरू बाँकी भिडियो एयरपोर्टमा गएर आउनेछ। धन्यवाद। दिल्ली यति बेला खान्साई एयरपोर्ट आइसकेका छौँ। हाम्रो कलाकार साथीहरू पनि आइसक्नु भएको छ। हामीसँग कृष्ण भुषाल दाई यता हुनुहुन्छ, हाम्रो लामिछाने दाई यता हुनुहुन्छ है। तपाईँलाई मेरो भ्लगमा स्वागत छ। तपाईँलाई मेरो भ्लगमा स्वागत छ। कस्तो लागिरहेको छ आज? अब भोलि कार्यक्रम छ, भेटेर धेरै खुसी लागिरहेको। ल, हामी एयरपोर्ट आइपुगेका छौँ। स्वागतको लागि तयारी पनि छ। अब कलाकारजीहरू देखाउँछ है त। म एकछिनमा जाँदैछौँ माथि। ओके, ल ल ल ल, स्वागत छ, स्वागत छ, स्वागत छ, स्वागत छ, स्वागत छ, स्वागत छ। नमस्कार, नमस्कार, नमस्कार। ल, जापानमा स्वागत छ कलाकार साथीहरूलाई। यानारानी खान्साई उपाध्यक्षज्यू चाहिँ शङ्कर भुषाल दाई, जुल दाई, अब अस्मिता भाउजू जानुभयो दाई। सबैजनालाई नमस्ते। नयाँ वर्ष सनराइज इभेन्ट हलमा हाम्रो कार्यक्रम हुँदैछ, साङ्गीतिक कार्यक्रम, जसका लागि नेपालबाट ख्यातिप्राप्त कलाकारहरू आइसक्नु भएको छ। तपाईँले अत्यन्तै मन पराउनु भएको गायिका अस्मिता डल्लाकोटी, पहिलो दोहोरी च्याम्पियन, लोकप्रिय गायक, दोहोरीको राजा दाई प्रकाश पराजुली, सँगै अग्रज कलाकार हेमन्त शर्मा, पछिल्लो समयको चर्चित गीत दरम लगायतका नै धेरै गीतका गायक विशाल सोनी, एलिना रायमाझी लगायतका कलाकारहरू आइसक्नु भएको छ। हामी त्यतै जानको लागि रेडी भइसकेका छौँ। म चाहिँ रेडी भइसकेका छु। अब म हलतिर जाँदैछु। बाँकी भिडियो तपाईँहरूलाई देखाउँदै जानेछु। धन्यवाद। म चाहिँ तयारी अवस्थामा छु हल जानको लागि। हाम्रो आदरणीय दाई प्रकाश पराजुली मसँगै हुनुहुन्छ। उहाँ चाहिँ अब तयारी, आफू रेडी हुने तयारीमा हुनुहुन्छ। हामी भएको होटलमा थियौँ। दाई मसँगै आडामा हुनुहुन्छ। हेलो हेलो, नमस्कार नमस्कार सबैजनालाई। रविन देवकोटा यो भ्लग हेर्नु बस्नुहुने सबैलाई। हामी जापानमा छौँ यति बेला। आजको यानारानी खान्साईको विशेष सांस्कृतिक कार्यक्रमको तयारीमा छौँ। अब हामी
रेडी हुँदैछौँ है त ल है त सबैलाई ह्याप्पी सबैजनालाई ह्याप्पी न्यु न्यु इयर इयर ओके थ्याङ्क यू ताली बजाइदिनु होला अन्त ढिला गर्दिनँ म एउटा टुक्का गीत गाउँछु मन लागिहाल्छ त साउन्ड सिस्टम जस्तो भए पनि बिग्रियो भने क्षमा गर्नु होला म गायक पनि होइन थोरै गीत आफैले मात्रै गाउँछु हे म कति राम्रो छु लाई तैराले हेर मायाले लिरिकको ट्र्याक प्ले गरिदिनुहोस् त प्रिय गायिका अस्मिता गलगटी थ्याङ्क यू संस्थागत हिसाबमा त उहाँका धेरै छन् प्रोपोलियोहरू त हरेक पक्षले एका बिहानै फोन गरेर दर्शन गरे बाको एका बिहानै फोन गरेर दर्शन गरे बाको मुखिर्नी दिन रहेछ आज जिउँदा देवताको जिउँदा देवताको आउन पाइन यो बाबा औँसीमा बाटो हेर्दै हे बाबा नमसे गौसीमा त्यस्तै